streamlining your work and reducing your effort, right? That may be a Jira automation or any industrial automation. So Jira को automation ले पनि खासै धेरै केही गर्ने हैन, जति पनि manual काम गरिरहेछ, जति पनि conditional कामहरु गरिरहेछ त्यसैलाई automate गरिन मात्र. So that's what we are learning. अर्को भनेको while conducting this session, before this session, I conducted a small survey in my office, and what I found is many product managers or product owners struggle to work in a Jira flow, or they spend more time in clicking and just seeing the templates or clicking or moving the tickets. तर उनीहरुको प्रोडक्ट म्यानेजर्स भइसकेपछि मोर फोकस चाहिँ के हुनुपर्ने हो भने काम चाहिँ स्ट्रिमलाइन होस्, तर त्यो सबै एउटा सानो क्लिकहरु बस्दै गर्दै गर्नुपर्ने चाहिँ नहोस् भनेर त्यही कुरा चाहिँ सायद एटलास लिनको प्रोडक्ट ओनरहरुले सोचेर प्रोडक्ट म्यानेजरहरुले सोचेर यो अटोमेसनको कन्सेप्ट ल्याएको हुनुपर्छ. सो कमन पेन पोइन्ट्समा चाहिँ मैले त्यही देखिरहेको थिएँ. म्यानुअली काम गर्दाखेरि टु मेनी एरर्सहरु आइरहेको थियो अनि एकदम टाइमहरु वेस्ट भइरहेको थियो. सो एभ्रीवन रिक्वेस्टेड फर द अटोमेसन. द्याट्स व्हाई अर्को भनेको बेनिफिट्स अफ जिरा अटोमेसन. मैले अघि नै भनिहालेँ, जिरा अटोमेसनले चाहिँ गर्ने के हो भनेपछि इट मेनली रिड्युसेस यर टाइम, रिड्युस म्यानुअल एफर्ट्स. अनि अर्को भनेको एउटै कामहरु चाहिँ मल्टिपल ठाउँमा मल्टिपल कुराहरुमा गरिरहनु पर्यो हुनसक्छ कि सपोज मलाई यतातिर टिकट पनि क्लोज गरिरहनु परेछ, उता कन्फरेन्स अगाडि डकुमेन्ट पनि क्रिएट गर्नु पर्छ, त्यस्तो कामहरु चाहिँ रिड्युस गर्छ है. So let's understand the key concept of Jira automation.